सिरियसली भन्नुपर्दा हामीलाई डेन्डुमा पनि यत्रो त अब यो सम्भव छैन, तर यसको आधी जत्रो रोड चाहिँ चाहिएको चाहिँ हामीलाई साम्चीदेखि डेन्डुसम्म। राइट लेसन जम्मेन वेलकम ब्याक टु माई च्यानल होइन, सबैजनालाई गुड मर्निङ छ। र आज चाहिँ हाम्रो जयगाउँ पुजुलिङबाट चाहिँ एकदम घर जाँदैछौँ, त घर होइन उता साम्ची जाँदैछौँ। र अहिले चाहिँ हामीहरू निक्लिसकेको छौँ है त अब यहाँबाट। विल सी होइन बाटोमा के हुँदैछ। मङ्गलबारीको रोड चाहिँ दामी बनाएको रहेछ साथीहरू। अब लङ टाइम चाहिँ यहाँको रोडहरू चाहिँ अलिकति मेन्टेनेन्सहरू गरेर अलिकति मजाले बनाएको रहेछ होइन। टाइल्स जस्तो बाक्लो एउटा ओछ्याएर मजा गरेर बनाएको रहेछ साथीहरू। र यहाँको र अहिले चाहिँ हामी फिलहाल चाहिँ मङ्गलबारीबाट चाहिँ गइरहेको छौँ यहाँनिर। र अब यहाँबाट चाहिँ हामीहरू साम्ची तरफ लागिरहेको छ आज होइन। जलपाइगुडी 95 किलोमिटर रहेछ साथी हो। सिलगढी 143 किलोमिटर त्यस्तो छ साथी। आफ्नै रिक्समा हिँड्नु सके चाहिँ साम्चीतिरको मान्छेलाई चाहिँ बाटो थाहा छ भने चाहिँ छिटो छाटो हुन्छ हो हिँड्नु। 1-1.5 घन्टामा पर निक्लिहाल्छ नगरकटा। ए मुलासा साम्ची टु टेन्डु यस्तो बाटो चाहिएको छ हामीलाई पनि। सिरियसली भन्नुपर्दा हामीलाई डेन्डुमा पनि यत्रो त अब यो सम्भव छैन, तर यसको आधी जत्रो रोड चाहिँ चाहिएको चाहिँ हामीलाई डेन्डुमा पनि साम्चीदेखि डेन्डुसम्म। भोट माग्न आउन त दामीसँगले अस्ति स्पिच त दिएको थियो, रोड दिन्छ यस्तो दिन्छ भनेर, खोइ अहिलेसम्म आएको छैन। जनता जान्नु चाहन्छ हाम्रो रोडको बारेमा। अब के प्रमिस गरेको थियो मेनिफेस्टोमा त्यो कुराहरू चाहिँ पछाडि गरौँ ल। तर रोड चाहिँ हामीलाई अहिले चाहिरहेको छ है। र हामीलाई बाटो चाहिँ यस्तो खालको चाहिएको चाहिँ होस्। लेट्स गो। साला मरेको प्यान चोट भन्ने मिलेन हो। अब चाहिँ फाइनली हामी फ्लाइओभरमा बसिसकेको छौँ। यो अहिले चाहिँ हामीहरू एकदम फ्लाइओभर माथि छौँ है त। त्यसले गर्दा यो रुखहरू पनि मुनि देखिरहेछ, रुखहरूको पत्ताहरू होइन। ओ शिट म्यान, व्हाट दिस गाडी इज डुइङ। बिग ब्रो, नो 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 बिग ब्रो। हामीले यहाँबाट गयो भने चाहिँ आसाम गयो भने चाहिँ यहाँ मुनिबाट जानुपर्छ। यो जुन चाहिँ यो ब्रिजको मुनिबाट चाहिँ आसाम गयो भने चाहिँ भित्रबाट चाहिँ कस्तो चाहिँ आसाम भएर टक्कै हामीले डेलो पनि किन्नु सक्छौँ। पर दातघारी त्यो ब्रिजको फेदबाट गयो भने चाहिँ दातघारी पुग्छ हामी। एनिवे हामी ब्रिज पनि क्रस गरेर अब प्रस्थान गरिरहेको छौँ। अहिले अब हामी सिप्सु टेन्डुको लागि प्रस्थान भइसकेका छौँ। नेक्स्ट टाइम यता आयो भने चाहिँ यो मेरो भिडियो हेर्दै आउँदै नि सक्छ। कहाँबाट कता बाटो टेक गर्छ होइन, राइट टर्न लेफ्ट टर्न कताबाट छ जङ्सनतिर म सबै देखाउने छु। तुर्सा खोला आइपुग्यो, तुर्सा खोला ब्रिज। तो 20 टूटा हुआ है। ठीक है सर। ल गाइस आज चाहिँ यहाँ लफडा भएको छ। लफडा साथी आज नयाँ बाटो खोजेर हिँडाइ हुने चाहिँ फेरि बब्बल। खास गरी यहाँबाट स्ट्रेट जानुपर्छ, तर वीरपाडाको पुल चाहिँ ओके भएको छ अरे हो टुटेर फेरि। त्यसले गर्दाखेरि सो फलाफटा पुगेर सो ओके गरेर उकालो लाग्नुपर्छ गाइस। लेट्स सी होइन कस्तो हुँदो रहेछ। अब फलाफटा पुगेर फेरि वीरपाडा गएर फेरि आज बाटो घुमाउनु पर्यो त्यसको बाजे। एनिवे विल इन्जॉय द शो। ओके ऑलराइट। हो क्या रहा है इधर? फिर क्या हो रहा है? कोई यहाँ से निकाल रहा है, कोई जा रहा है। अरे भाई
क्या रास्ता में ऐसा करना भी मिलेगा क्या? कहाँ से सीख गया है? टाढो पर्दैन कि बेसी लामो देखते जाएगा गाड़ी से। कोही सोध्यो नि एउटा बात घबरा रहा है क्या? घबराने के बात ही नहीं है भाई। बोलाउँदैन सुन्दैन तिमीहरू त के सिरियस गर्छ ट्राफिकले बोलाउँदैन कोहीले अघि कहाँ बोला? माथि अघि ओ भाइ आयो हेर्दैन हेर्दैन अब किन हेर्नु मिस्टेक छैन भने when I am there no need to worry. Understand? कलाकटा थुप्रै छ ब्रदर कलाकटा थुप्रै छ। फाइनली चाहिँ हामीहरू बिन्दागढी आइपुगेछ। बिन्दागढीमा होइन अब चाहिँ यहाँ गएर नरिवल पानी खाइन्छ। नरिवल पानी यहाँ छ। वाटरमेलन जुस बनाइदिनु 2 ग्लास। ओ भाइ यो फ्रेस हो? फ्रेस नयाँ कहिले काटेको? नयाँ हो। भाइ खाने? तिमी खाने? भाइ एक दियो, एक पानी वाला मीठा वाला चाहिए। ठीक है मीठा वाला ठीक एकदम बढ़िया से दे दो एक। हम बैठने से होगा? अब एक जुस खा के जाएगा। ठीक है जुस र यहाँनिर चाहिँ जुसहरू खुवाइ हुँदैछ अब यो भाइहरूकोमा चाहिँ होइन। कितना है भाई? 70। थोड़ा कम नहीं होगा? क्यों? इसी दिन से होगा? बैंक पैसा थोड़ा कम करो, हम आइस देंगे। नहीं होगा? क्यों? हाँ क्यों नहीं होगा? हाँ आज किसी नहीं किया? जाते हो क्या? पढ़ते हैं? कितना क्लास? 8 बढ़िया सा। फेल हुआ कि नहीं अभी तक? नहीं हुआ? एक बार भी नहीं हुआ? झूठ तो नहीं है ना? झूठ तो नहीं है ना? आता हूँ। ठीक है पानी भयो जुस ल अब चाहिँ यहाँनिर कसरी हो? 40 रुपियाँ फ्रेश वाटरमेलन। ठंडा चाहिए ठंडा। इधर का वो ब्रिज क्या हो गया उधर? तिरपाड़ा का ब्रिज नहीं है ना अभी? है ना? नहीं हम उधर कुंतलिंग से आ रहा है ना जयगांव से, उधर टूटा हुआ बोल रहा था। हम उधर फलाकटा होके आया सब लोग। उधर गए नहीं हम लोग तो ऐसा नाम क्या है? बाबुल दास। भूटान का जी। बहुत गर्मी लग रहा है। जुस चाहिँ यसरी निकाल्दो रहेछ साथी। जुस फ्रेस जुस निकाल्दैछ। मैले जुस म्यास गरिदिनु भनेको थिएँ होइन। त्यो फ्रेस वाटरमेलन जुस होइन। यहाँनिर गरम हुँदैछ। के दुख्यो अरे? के दुख्यो अरे? र अब जानुपर्ने हाम्रो बाटो चाहिँ यता है साथै। यो अघिबाट यता जानुपर्ने बाटो चाहिँ यतापट्टि। यहाँको चाहिँ अवस्था यस्तो छ है, पानी पर्ला जस्तो भइरहेछ यहाँनिर। ओके दामी आयो यहाँनिर बब्बल आयो। ल चेस पनि भइसकेछ है ब्रो। हेभी आयो हेभी। ल अब चाहिँ हामीहरू लाग्यौँ यहाँबाट सट्टै होइन र यतिखेर पुग्नुपर्ने होइन। हामी यताबाट आएको पर अब जानुपर्ने चाहिँ सट्टै उता। ओके अब चाहिँ हामीले डाइना आइपुगेको छ। नरगढा पुग्नु आँटे अब हामी एकदम यहाँ हेर न। तिमीले अघि भने